सुवास, हजुर जहिले किन घरमा ढिला आउनुहुन्छ? अब अफिसको कामले ढिलै हुन्छ त यसमा मेरो के दोष? लिनुहोस् पानी पिउनुहोस्। पिउँदिनँ म पानी सानी, मैले बाहिरै खाइसकेँ। किन आजभोलि हजुरले मसँग यस्तो व्यवहार देखाइराख्नु भएको छ? कस्तो व्यवहार देखाएको छु र मैले? सबै राम्रै त चलिरहेको छ। खान पाइहालेकी छौ, लाउन पाइहालेकी छौ, त्यहाँभन्दा के चाहियो तिमीलाई? मैले त यो घरमा जे बोल्नु पनि सबैलाई नराम्रो लाग्छ। खाना पाकिसक्यो, खाना जाऊ। मैले बाहिरै खाएर आइसकेँ भनेको होइन? सुन्दिनौ तिमीले? भनेको त एकचोटि पनि नसुन्नु। के भएको छ आजभोलि हजुरलाई? केही भएको छैन मलाई। आजभोलि हजुरमा धेरै परिवर्तन आएको छ। ममा केही कमी कमजोरी छ भने सिधै भन्नु न। किन यसरी मनमा कुरा गुम्साएर बस्नुहुन्छ? कुनै कुरा मनमा गुम्साएको छैन र मेरो हरेक कुरा सबैलाई भनिराख्नुपर्छ भन्ने त्यो जरुरी पनि ठान्दिनँ म। तिमी आफू सुत। के भएको खोइ केही बुझ्नै सकिरहेको छैन मैले त। आजभोलि उहाँको व्यवहारमा कति धेरै परिवर्तन आएको छ। मेरो के नै गल्ती थियो र? अफिसबाट किन ढिलो आउनुभयो भनेर मात्र सोधेको त थिएँ नि। यसको सजाय यति धेरै आखिर किन? पहिला त त्यति धेरै माया गर्ने मान्छे। तिम्रै दाया तिम्रै बाया ज्यान घुम्छ फनफन झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दाया तिम्रै बाया ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी। घरमा पनि सबैजनाले नराम्रो व्यवहार गर्नुहुन्छ। एउटा आश भनेको उहाँको मात्रै थियो। आजभोलि उहाँले पनि यस्तो व्यवहार देखाउन थाल्नु भएको छ। यस्तै हुँदै जाने हो भने म यो घरमा कति दिन रहला?